बालेन शाह चाहिँ 5 वर्ष प्रधानमन्त्री हो। अब के हो, 5 वर्ष पक्का हो। दलहरूले चाहिँ बहुमत पाए, अहिले तपाईँहरूले चाहिँ 2/3 लगभग पाउनु भएको छ होइन। राज्यको पुनर्संरचना र विभिन्न संस्थाहरूको रिफर्म नगरिकन रिजल्ट दिन सकिन्न भनेर विगतका इतिहासहरूले देखाएको छ। त्यसमा के सोच्नु भएको छ? अब एउटा कुरा पनि अहिले भन्ने बेला छैन, गर्ने बेला छ। हामीलाई नागरिकका अपेक्षाहरू बारेमा जानकारी छ। तिनै अपेक्षाहरूलाई हामीले संकलन गरेर नागरिकसँग हामीले बाचा गरेका छौँ। यसपटक त हामीले नागरिकसँग चाहिँ करार गरेका छौँ। त्यसकारणले तिनै कुराहरू पूरा गर्ने हाम्रो उद्देश्य रहन्छ। संयमित भएर सम्हालिएर सबैलाई सम्मान गर्दै नमात्तिकन नआत्तिकन हामी काम अगाडि बढाउँछौँ। सबैलाई निर्धक्क हुन निश्चिन्त हजुरले प्रमुख प्रतिपक्ष अब छैन भन्नुभएको थियो। जुन रूपमा तपाईँले एउटा प्रश्न चाहिँ मतलब जनतासँग भोट माग्दै गर्दा भन्नुभएको छ, कसैले पनि प्रमुख प्रतिपक्ष नराख्ने भन्नुभएको थियो। आज जनताले त्यही अनुसार मत दिएको छ। अब प्रमुख प्रतिपक्षका नेताहरू पनि छैनन् र प्रमुख प्रतिपक्ष देखिनन्। अब के हुन्छ, जनताले त्यो अनुसार तपाईँलाई दिएको मत अनुसार जनताले सुख पाउन सक्छन्? जहिले पनि प्रतिपक्षमा नागरिकको भूमिका रहन्छ, मिडियाको भूमिका रहन्छ, नागरिक समाजको भूमिका रहन्छ। राजनीतिक दल पनि प्रतिपक्षमा छन्, नभएका संख्या अब हेरौँ, फाइनल आउनु बाँकी नै छ। यसको अर्थ के भने दलका रूपमा नेताका रूपमा कोही प्रतिपक्ष नहुँदैमा समाज प्रतिपक्ष हुँदैन भन्ने होइन। हाम्रो जति ठूलो प्रतिपक्ष त को छ अहिले? नागरिकको यत्रो अपेक्षा हाम्रो लागि प्रतिपक्ष होइन, नागरिकले गरेको यत्रो आश हाम्रो प्रतिपक्ष होइन। आज हिजोसम्मको उहाँहरूले भोट खसाल्नु भयो, अब त आफूले खसालेको भोटको हिसाब माग्नुहुन्छ। त्यो हिसाब माग्ने चेतनशील जनता हाम्रो प्रतिपक्ष हो। हामी त्यो प्रतिपक्षको सम्मान पनि गर्छौँ र त्यो प्रतिपक्षलाई चाहिँ चित्त बुझ्ने गरी काम गर्ने हामीले योजना बनाउँछौँ। म चाहिँ ग्यालेक्सी फोकेमा हजुर निस्केपछि रिपोर्टिङ पनि गरेँ। मैले योभन्दा अगाडि धेरै पटक प्रश्न सोध्न पनि खोज्थेँ, साथीहरूले सोध पनि भन्थे होइन। तर मैले अब तपाईँहरूलाई सोध्दैछु। मेरो 9-10 महिनाको स्यालेरी पनि आएको छैन ग्यालेक्सी फोकेको। रवि के अरे जीबी राई चाहिँ फरार हुनुहुन्छ। उहाँ चाहिँ तपाईँले उहाँलाई पूर्ण रूपमा साउ बनाएर जानुभएको भन्ने कुरा छ। हाम्रो जुन स्यालेरी आउँछ कि आउँदैन, हामी जस्तो श्रमजीवी पत्रकारहरूले अब त्यो तलब पाउँछौँ कि पाउँदैन? रविजी योभन्दा अगाडि मैले पटक पटक हजुरलाई सोध्न ग्यालेक्सीमा हुँदा तपाईँले भन्नुभएको भए म हुँदा त महिना समयमै तलब मैले छोडेपछि पनि पाउनुपर्छ। तपाईँले मात्र होइन, सबैले श्रमजीवीहरू सबैले आफ्नो स्यालेरी पाउनुपर्ने हुन्छ। त्यो त तपाईँको अधिकारको कुरा हो। ल्याएर हाम्रो तलब दिने वातावरण यहाँले बनाइदिनुहुन्छ कि हुन्न? अब ल्याए पनि नल्याए पनि तपाईँले पाउनुपर्ने अधिकार नै हो। यी अलग दुईटा अलग अलग जिम्मेवारी हुन्। यी सबै जिम्मेवारी पूरा गर्नको लागि हामी प्रतिबद्ध छौँ। आफ्ना मनमनमा लागेको